वर्ष पर्छ देशको 1 रुपैयाँ तिर्छन्। धन्यवाद तपाईको एउटा चिडियाखाना बनाउँछु मैले। तपाईँ धेरै धन्यवाद यसको लागि। विदेशीले पैसा तिर्छ। अस्ति शेरले कुटाइ खाए के भन्नु छ शेरदेवाले? शेरले कुटाइ त्यसलाई त कुटाइ कम पर्यो हो कि नै र? यो त त्यसलेमा चिडियाखाना घर बनाउनु भाइ भाइ त्यसको घर पनि हेरेन त्यसको घरमा गाड पनि बस्यो। भाइ शर्मा सर हामी चाहिँ अहिले कहाँ छौँ? के भन्नु पर्यो? अहिले हामी कहाँ छौँ? अहिले कहाँ कोही छैन हामी आफ्नै घरमा छौँ। नै अब चाहिँ हामी होइन भोट चाहिँ कसलाई दिने? अब मेन चाहिँ भोट घन्टीमा घन्टीमा। अनि अब चाहिँ भोट चाहिँ हाम्रो आउँछ नि। हामी गयौँ हामी को? नेपालले गएनौँ। ओके नेपालले के गर्छ? प्रधानमन्त्री को हुन्छ? हिन्दू राष्ट्र के हो? अब भोट चाहिँ हामीले कसलाई दिने? घन्टी भने कसलाई दिने? मेन को छ? मैले भन्नुपर्छ बारम्बार। को छ? त्यो प्रश्न क्वेसन नगर्नु के तपाईँ। तपाईँ चाहिँ अब नेपाली आर्मीको चाहिँ अब नेपाल आर्मीकै कुरा नगर्नुहोस्, त्यो चिन्हलाई कुरा गर्नुहोस्। नेपाल आर्मीको पहिलो एकदम माथिको लेभलको मान्छे अहिले चाहिँ बाहिर आउनुभएको छ है। देशको माया छ, अरू कोही मुसीको माया छ। रेशम सर अहिले मैले अहिले बियर खाइरहेको छु है। रेशम सर ल अब चाहिँ रेशमजी अहिले रवि लामी जेलमा छ। अब भोट हाल्ने प्रधानमन्त्री को आउँछ त? प्रधानमन्त्री म भन्दैन त्यही भन्छ। कसले जेलमा कहाँबाट छ? जेलमा छ त। कसले जेलमा छ भन्यो? जेलमा छ त्यो अहिले। प्रचण्डले केपीओलीले शेरबहादुर देवाल जेलमा जेलुम छ। त्यो नेपालको घरमा बसेको हो कि नै र? सेफ तरिकाले बसेको छ, कोठामा बसेको छ। जेल हो त्यो? सामाजिक सञ्जालमा आएको छ त्यो त मिडियाले बनाउँछन्। हरेक मिडिया मुजी नेपालका मुजी अरे